हेलो साथीहरु, स्वागत छ नयाँ युट्युब च्यानलमा। आई होप कि गाई तपाईहरु पनि ठीकठाक हुनुहुन्छ होला। कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ भिडियो जरुर कमेन्ट गर्नु होला। नयाँ हुनुहुन्छ नि युट्युब च्यानललाई सब्स्क्राइब गरेर बेल आइकनलाई पनि दबाउनु होला। आफ्नो संगी साथीहरुलाई पनि शेयर गरिदिनु होला। धन्यवाद। गाइज, कुरा के छ भन्दाखेरि हामीहरूले धेरै जस्तो मार्केटिङ चीजहरु धेरै इनफ मन पराउने गर्छौं के है। हामीलाई थाहा छ बजारे चीजहरु हामीलाई धेरै मन पर्छ। कुरा के छ भन्दाखेरि गाइज, हामीले केही पनि खाँदा त्यसको रिसर्च गर्नु, त्यसको जाँच पडताल गर्नु, तब गएर त्यसलाई खाने कोसिस गर्नु होला। अब भिडियो हेर्दै जानुस्, तपाईलाई थाहा हुनेछ भिडियोमा के बनाइरहेको छ र कसरी बनाउने रहेछ र हामीले कस्तो मजाले खाने गर्थ्यौं भनेर तपाईलाई यो भिडियोले देखाउनेछ। कुरा के छ भन्दाखेरि गाइज, यहाँ सबै स्वार्थी छन्। यहाँ कसैले कसैको बारेमा बुझ्दैन र गाइज आफ्नै बारेमा बुझ्ने गर्छ र आफ्नै फाइदा हेर्ने गर्छ। काम त्यस्तो गर्नु जहाँ आफूलाई र अरूलाई फाइदा हुने गर्छ। साथीहरु, भिडियो हेर्दै जानुस्। जुस कसरी बनाउँछन् म्याङ्गो जुस हेर्दै जानु होला। भिडियोलाई धेरै भन्दा धेरै शेयर पनि गर्नु होला। युट्युब च्यानलमा नयाँ हुन्छ नि च्यानललाई सब्स्क्राइब गरेर बेल आइकनलाई पनि दबाउनु होला। यदि तपाई म्याङ्गो लभर हुनुहुन्छ या म्याङ्गो जुस खानलाई धेरै रुचाउनुहुन्छ भने तपाईले यो भिडियो हेर्न धेरै जरुरी छ। तपाई हामीले खाने जुस कसरी बन्दो रहेछ त गाइज हेर्नुभयो भिडियो, थाहा भयो। अब खानु चाहिँ या खानु न कमेन्ट गर्नु होला। तपाई हामीले खाने जुस कसरी बन्दो रहेछ, चिनी र केमिकल घोलेर बनाइने अनि प्याक गरेर मार्केटमा पठाउने अनि फ्रिजमा राखेर चिसो चिसो जुस खाने।